आज चाहिँ हाम्रो यसो पूजाको कार्यक्रम हुँदैछ यहाँनिर यसरी यो पहिलोचोटि चाहिँ हामी यति दाजुभाइहरू सब जम्मा भएर यसरी ओरिरहेछौँ यी ल। अब यो छेउको बस्ने राजु हो, अनि ऊ ज्ञानेन्द्र सुन्थानबाट हो कृष्ण दाई, अनि पछाडि बस्ने पनि कृष्ण नै हो व्यवहारबाट हो विष्णु दाई खावाबाट, अनि गणेश दाई सुन्थानबाट। अब यो भतिज बनेपैबाट भइहाल्यो, राजन दाई कौशलटारबाट, अनि यो अहिलेको कर्ता राम यहीँ बनेपैबाट के अहिले यहीँ भुदेउबाट हो। अब यो नि पनौती सरिसक्यो कान्छा दाई पनि उहाँ उसबाट, अब बा पनि उतै बनेपातिरको हुनुहुन्छ ए कलरै आजको खिर ल हेर यस्तो दामीसँग बनाएको छौँ पुरै अर्ग्यानिक तरिकाले कलर यस्तै गुरुले चाहिँ पूजा गर्ने देउताहरू यहीँ हुनुहुन्छ। उहाँहरूको कृपाले गर्दा नि अहिले हामीलाई चाहिँ एकदम धनधान्य भइरहेछ, सबै एकदम राम्रो भइरहेछ। त्यही भएर हामी वर्षै पछि चाहिँ पूजा गर्छौँ। लौ प्रभु सधैँ यस्तै भइरहोस्, सबैलाई सुख शान्ति भइरहोस्, अनि पशु चौपाए सबैको चाहिँ एकदम राम्रो भइरहोस् ल।